हेलो वेलकम टु माई न्यू ब्लग। तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मैले हल्का रुगाहरू पनि लागिरहेछ, मलाई चाहिँ चिसो पानी खान छोडिँदैन। त्यो भएकोले गर्दाखेरि मेरो नयाँ युट्युब च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिन नबिर्सिनु होला। म कन्टिन्यू भ्लग गर्नेछु। अहिले चाहिँ हामी जेबी बेक्स ब्याङ्क जाँदैछौँ। मेरो चाहिँ अहिले ल्याउनुपर्ने बुढा है, लिएर लिएर त म पर्खिन्छु, फोटो खिचाउँछु। यो उहाँ दाजुभाइसँग जाँदैछ हामी। यहाँ मेरो चाहिँ मिजो ब्याङ्कको चाहिँ अकाउन्ट खोलेको थिएँ, त्यसको होइन मिजो ब्याङ्क हो, तर जेबी पोस्ट ब्याङ्कमा आएर रोक्यो क्या मेरो। हामी यता जाने जेबी जाने जेबी यहाँ कहाँ अलिकति अगाडि गएपछि उता जानुपर्छ नि। ल जाउँ त। यी दाजुभाइहरू यसरी जाँदैछौँ। आज बिदा थियो, रुगाले अलिकति गाह्रो बनाएर रहेछ। यो चाहिँ मेरो पहिलो प्रयास हो होइन, युट्युब चलाउने रहर। होइन यतिकै ठिक छ। यहाँ के यो यहाँ यस्तो सामान ल्याइदियो क्या मेरो, यस्तो ठेली लिएर आएको छ बा। त्यहाँ हो कि यहाँ बिरालो निको च्यान यहाँ म्याउ गरेर फेरि यहाँ गऱ्यो भने तनाव हुन्छ। कार्ड पाएँ तर त्यसमा क्रेडिट कार्ड चाहिँ दिन छ, दुःखको कुरा। अब यहाँ पार्कहरू त्यो चाहिँ ताकादाना बाबा पार्क हो। पहिले म खुब दौड गर्न आउँथेँ, अनि अहिले चाहिँ म यहाँ आइपुगेँ। यता हेर्नुहोस्, यो चाहिँ भिडियो हो। यसरी यो सबैले म त्यो एक्सर्साइज गर्ने त्यहाँ त्यो झुन्डेर गर्ने त्यो पर भयो। त्यहाँ ऊ ह्याभिङ सेटअप गर्ने उतापट्टि छ। कस्तो दामी फुलेको छ साकुरा फुलहरू। सिधै जानु पऱ्यो यहाँबाट, परको बिल्डिङ हो क्या। अहिले चाहिँ मलाई त थाइरोइड भयो जस्तो छ। कस्तो घाँटी के अड्केर अन्त घाँटी खरे खरे गर्छ, के भएर सन्चो नभएर गाह्रो भइरहेछ। तर मेरो अलिक मैले मोबाइल पक्रिनु जानिनँ कि हो, त्यो स्टिकले झन् पक्रिनु आएन। अब पैसा अलिक कमाएर गेमबल किन्नु पऱ्यो। गेमबल भन्छ त्यो किन्नु पऱ्यो। आज हाम्रो चाहिँ खास त्यस्तो प्लान त केही थिएन, छुट्टी थियो। गुरु जस्तै काम गर्नुपर्छ। अहिले 14.5 घन्टा चलाउँछ साले भोटिहरूले। नसलेर काम चाहिँ गलेर बिजोग भइन्छ। प्रकृतिलाई पनि राम्ररी हामीले जगेर्ना गर्न सक्दाखेरि कति राम्रो हुन्छ। यो साकुरा हेर्नलाई हजारौँ लाखौँको सङ्ख्यामा आउँछ यहाँ जापान आउने गर्छ साकुरा हेर्नलाई। यति यसको छ नि, यसको छुट्टै एउटा महत्त्व छ होइन। यो चाहिँ मार्च र अप्रिलको महिना फुल्ने गर्छ, एकदमै राम्रो। यो मजाले माथि भएर भ्याइन राम्ररी। अब त ओइन पार्क गएर तपाईँहरूलाई देखाउने छु म। ल फेरि कन्टिन्यू गर्दैछु भिडियोलाई। है टक्सी खानु हुँदैन बुढा, टक्सी खानु बिग्रिन्छ। यो चाहिँ साकुरा टिकट पाइएन, बन्द भइसकेको रहेछ। त्यो पुरा बुढा नाराज छ, फोटो खिचिदिनु मन छ बुढोको। कता हरायो भन्नु थालिसकेको बुढाले होइन। अहिले उता म खिचिदिन्छु तपाईँको। ए यहाँदेखि हो भिडियो बनाइरहेको छ।
आजको दिन पनि यसरी बिताइयो साकुरा फुल खिचेर हेर्न आइयो विदेशीहरू मान्छे धेरै छ यो चाहिँ उएन पार्क हो अब चाहिँ बर्खामा फेरि यति राम्रो यहाँ लोटस फुल फुल्छ नि अब घामले कति राम्रो छ नि कस्तो दामी साकुरा फुल ल त आजलाई भ्लग यति नै गरेँ मैले लामो भयो होला भरे जोड्दा ओर्दा यति राम्रो आजको दिन यसरी बिताइयो भिडियोलाई कन्टिन्यू हेरिदिनुहोस् भन्न चाहन्छु आजको यति नै छ ल त थ्याङ्क यू सो मच र मेरो च्यानललाई सब्सक्राइबर अनि लाइक सेयर कमेन्टहरू गरिदिनुहोस् है त म फेरि ताकि मैले नेक्स्ट भिडियो बनाउनलाई चाहिँ अझै मलाई प्लस पोइन्ट होस् मेरो भ्लग चाहिँ आजलाई टुङ्ग्याउँछु